Okay, hello everyone, welcome back to my vlog. After a long time फेरि पनि म vlog लिएर आएको छु. अलिकति बिजी व्यस्तताको कारणले गर्दाखेरि vlog चाहिँ ल्याउन पाएको थिएन. सो आज हामी चाहिँ म्याक्रेजी आएको छौं, म्याक्रेजी रिजर्भर. किन भन्दा हामी चाहिँ आज अलमोस्ट झन्डै प्लाटुन लेभलको चाहिँ हामी आज चाहिँ यहाँ वाकिङ हाइकिङ छ. सो त्यसको लागि भने हामी म्याक्रेजी आइसकेको छौं. भिडियो अन्तिमसम्म हेर्दिनु होला and do not forget to subscribe. राउन्ड स्टार्ट गर्नुस्. के गरे? राइट सुरु गरे. So then last minute. Okay. हामी चाहिँ हिँड्दैछौँ साथीभाइहरू म्याक्रेजी रिजर्भर. यु क्यान सी है अलमोस्ट हामीले यहाँ ब्याकप्याक 20 to 25 केजी होइन बुझे? 25 केजी अलमोस्ट छ. अनि हामी आज चाहिँ अलमोस्ट प्लाटुन लेभलकै छौँ. हामी चाहिँ 30-40 जना छौँ. हामी चाहिँ अब डे 1 सो मेमोरीको लागि भनेर यता चाहिँ स्ट्रेचिङ सुरु भइसक्यो गाइज. आज भेटाइन्छ हजुर. यहाँ चाहिँ वाकिङ सुरु हुनुभन्दा अगाडि स्ट्रेचिङ हुँदैछ है. हाम्रो पिटाइ भिडियो च्याट गराउनुहुन्छ मिठो. सो अब हाम्रो वाकिङ चाहिँ स्टार्टिङ भइसकेको छ. टाइम स्टार्ट नाउ. बुझे साप होइन सामान चाहिँ मलाई छ. ल गुरुजीहरू ल बेस्ट अफ लक. ल बुझे साप. यता लिडम्यान यता यो ग्रुपको लिडम्यान चाहिँ मेरो दुईटा नम्बरहरू यता दुईटा नम्बरहरू हुनुहुन्छ. क्यामेराम्यानले खास थोरै नमाउनु पर्ने हो. गुरुजी रमाइलो गर्नु पर्यो. ओके डे 1 आवर डे 1 स्टार्ट. मेरो ग्रुप चाहिँ अगाडि पुगिसक्यो. टाइममा तपाईँले पनि क्याप्चर गर्नुहोस्. क्यामेराम्यान फेरि भिडियो नआउला नि. ओके हुजै तपाईँ ल मेरो ग्रुप चाहिँ अगाडि गइसक्यो गाइजहरू. म चाहिँ लास्ट ग्रुपमा छु. अब मैले छिटो छिटो कुदेर भए पनि भेट्नु पर्ने हुन्छ मेरो अगाडिको ग्रुपलाई है. योभन्दा पनि अझै अगाडिको ग्रुप हो मेरो चाहिँ. अहिले म चाहिँ भिडियो खिच्नको लागि लास्ट ग्रुपसम्म बसेको थिएँ. यो चाहिँ सेकेन्ड ग्रुप. सेकेन्ड ग्रुपलाई बल्ल म भेट्न आउँदैछु. कता पुग्यो मेरो ग्रुप चाहिँ धेरै अगाडि पुग्छ. सेकेन्ड ग्रुपलाई भेट्यो. अब जङ्गल भित्र छिर्दैछु अनि के बजे काँक्रो राखेको त उता अर्को रुटतिर हो. ठ्याक्कै अपोजिट. अलि चकाप दिन चाहिँ आउँदैन मलाई साथीभाइहरू. यस्तै छ. अलि चकाप दिने लेभलमा अलि नपुगेर हो कि. यस्तो छ है बाटो चाहिँ. हाम्रो बाटो चाहिँ यस्तो छ. पानी पनि परिरहेको छ. दिस वेदर छ भेरी फ्यान्टास्टिक वेदर. घामले चाहिँ पोलेको छैन. शीतल शीतलै छ. अघि त घाम लागेको थियो. अहिले चाहिँ जस्ट शीतलै छ. मेरो ग्रुप चाहिँ धेरै अगाडि पुगिसकेको छ. म चाहिँ बल्ल ग्रुप 2 मा आएको छु. म लास्ट ग्रुपसम्म भिडियो गरेर बसेको थिएँ. त्यसले गर्दा मेरो ग्रुपमा त मैले देखेको पनि छैन.
अहिले छिटो छिटो जानुपर्ने हुन्छ। म चाहिँ अब हाम्रो बाटो चाहिँ यस्तो छ है, हाम्रो रुट चाहिँ हल्का उकालो उकालो परेको है। हामी चाहिँ अलमोस्ट 14-15 किलोमिटर हिँडिन्छ होला विथ 20 to 25 अलमोस्ट 25 kg छ हाम्रो ब्यागमा चाहिँ, ब्याकप्याकमा। सो हिँड्दैछौँ हामी। मेरो ग्रुपलाई म फाइनली भेट्न लगाइरहेको छु गाइजहरू। निकै थकाइ लागिसक्यो, भर्खर हिँडेको धेरै पनि भएको छैन, मलाई 6 मिनट हुँदैछ। फाइनल्ली मैले चाहिँ मेरो ग्रुपलाई भेटिसकेँ, भेटिसकेको छु मेरो साथीहरूलाई। एकदमै यसरी हिँड्नुभएको चाहिँ हाम्रो ग्रुप चाहिँ यहाँ 7 गुरुजीहरू मलाई भेट्न निकै गाह्रो परिसक्यो है। गाह्रो पऱ्यो हुन त म लास्टबाट आएर पनि होला, लास्ट ग्रुपबाट एकचोटि फर्स्ट ग्रुप आउँदाखेरि चाहिँ पसिना स्वेट आउट मजाले किसिम भएको छ होइन। ठिक छ, केही छैन। लड्ने सिक्ने धेरै त्यसले मद्दत गर्छ। अर्को स्पिड चाहिँ उकालोमा साह्रै पऱ्यो भने त्यो गर्दै नानी निकै सपोर्ट हुँदो रहेछ। खुट्टाको पावर सामने मस्ट निडेड रिस्ट्रिक्सन। एउटा चाहिँ गुरुजी आजको प्लानिङ के छ हौ, त्यहाँ भनिदिनुहोस् त यता भिडियोमा। अलमोस्ट कति किलोमिटर हुन्छ होला, कति किलोमिटर? 11? ओके। एकदम 3 जना त निकै लम्की हिँड्यो त अगाडि, भेट्नै नसकिँदा फास्ट। 3 जना अगाडि चाहिँ लमक गर्दै हिँड्नु भएको छ, हामी भेट्न पाएको छैन। हाम्रै यही ग्रुपभित्रै पनि 3टा ग्रुप भयो हामी। पिठलाको अवस्था मजा आयो साथीभाइहरू। हामी चाहिँ बल्ल 13.5 मिनट हुँदैछ है। बेसरी थकाइ लाग्यो साथीभाइ, एकदमै थकाइ लाग्यो। पसिना भइसक्यो म पुरा। क्यान से प्रो वेट अलमोस्ट 25 किलो बोकेर हिँडेको। बेसरी थकाइ लागेको छ। अगाडि पुगिसक्यो मेरो ग्रुप, 3 जना चाहिँ अगाडि पुग्यो। अरू हाम्रो ग्रुपको चाहिँ पछाडि आउँदै हुनुहुन्छ 4 जना। म चाहिँ यहाँ भिडियो बनाउँदै हिँड्दैछु। फाइनल्ली यता 3 जना गुरुजीहरूलाई म भेट्न सफल भएको छु। साथीभाइहरू भेट्न निकै गाह्रो पऱ्यो मलाई। यता गुरुजीहरू भन्नुहोस् त के खाएर आउनुभएको थियो आज यति धेरै? कति छिटो हो यति? ग्रुप 1 सेक्सन कडा हो गुरुजीहरू, कडा होइन? यता 3 जनालाई चाहिँ भेट्न सकेन। फर्स्ट 3 जना है, 3 जना निकै पछाडि हुन्छ अरू ग्रुप चाहिँ। फाइनल्ली मैले पनि भेटिसकेको छु गाइजहरू यता 3 जना गुरुजीहरूलाई। हाम्रो एउटै ग्रुपमा पनि, हाम्रो ग्रुपमा 8-10 जना छौँ, तर पनि त्यो ग्रुपलाई पनि छोडेर यता 3 जना गुरुजीहरू निकै लमक गर्दै हिँड्नुभएको थियो। म पनि भेट्छु भन्नु। फाइनल्ली म पनि भेटेँ। हामी 4 जना अब अगाडि हिँड्दैछौँ साथीभाइहरू। झन्डै 20 मिनट हुन लाग्यो गुरुजीहरू, अलमोस्ट। हजुर अलमोस्ट 20 मिनट भनौँ न। यहाँ चाहिँ हटपन छ, यसरी हटपन रहेछ। अलिकति उकालो आएको ठाउँहरू चाहिँ हामी 4 जना दाजुभाइ चाहिँ मिठो गफ गर्दै हिँड्दैछौँ। त्यस थकाइ लाग्यो भने महसुस भइरहेको थिएन। कहाँ जोसी 3 जना गुरुजीहरू निकै जोसी हुनुहुन्छ। फेरि यता पछाडिकोलाई त भेट्न दिनु होइन भन्नुहुन्छ। अब म फेरि हिँड्नु नसकेर लोत परिरहेको छ, अलिकति राम्रोसँग सन्चो पनि छैन मलाई। फेरि गुरुजीहरूले होइन हिँड्नै पर्छ भनेर यहाँ मलाई आफ्नै ग्रुपमा सामेल गराएर
हुनुहुन्छ हाँस्दै रमाइलो गर्दै मिठो मिठो कुराहरू गर्दै हिँड्दैछौँ हामी जो आज वेदरले चाहिँ साथ दियो होइन गुरुजीहरू घाम लाग्यो भए चाहिँ हामी यसो यति साह्रो हिँड्नु सक्दैनौँ होला यस घाम नलाग्ने कारणले गर्दा हल्का पानी परिरहेको थियो हिँड्न चाहिँ सजिलो भइरहेछ सो अलमोस्ट 33 मिनट्स हुँदैछ साथीभाइहरू हिँड्दैछौँ हामी ठिक छौँ होइन गुरुजीहरू फर्स्ट ग्रुप स्टिल हामीलाई कसैले भेट्न सकेको छैन हामी चारजना चाहिँ फर्स्ट ग्रुप हाम्रै ग्रुपको मान्छेले पनि हामीलाई भेट्न सकेको छैन यति कडा रहेछौँ कि हामी चारजना मभन्दा पनि धेरै कडा त 2-3 जना गुरुजीहरू फेरि लगभग कसैले सक्दैन होला हिँड्न मात्र बाप्पा लमक पाइला त सारेको सारे सक्दैन नि फेरि 1 सेक्सनको यो 4 जनालाई चाहिँ नभेट्दा रहेछ अरूले भेट्ने कोसिस नगर्नु होला ग्रुपको 2टा ग्रुपको सो हाम्रो ग्रुपको चाहिँ हाम्रो ग्रुप प्लस अर्को 2टा ग्रुप चाहिँ आउँदै हुन्छ सो हामी 4 जना चाहिँ पुरा यहाँ एकछिन वेट गर्दैछौँ पछाडि ग्रुपलाई 4 जना मात्रै किन अगाडि जानु भनेर है वेटमा छौँ हामी वेटिङ काक्रो आज भेटेन गुरुजी आउनुहोस् फाइनल्ली हाम्रो ग्रुप फाइनल्ली ग्रुप भेट्यौँ साप ठिक छ साप है ल अब जानु पर्ने हुन्छ हामी अब चाहिँ अझै रमाइलो हुनेवाला छ किनभने हामी होल सेक्सनमा हाम्रो ग्रुप भेटिसकेको छौँ अब चाहिँ बेसी अब रमाइलो गर्दै जानुपर्ने हुन्छ यहाँ साथीभाइहरू मलाई चाहिँ अलिकति रुगा लागिरहेको छ अलिकति भोइसहरू होइन अलिकति चेन्ज हुँदैछ यो बिहान स्विमिङ पनि गरियो सो त्यसले गर्दा पनि होला मलाई अलिकति चिसो रुगा मार्गी लाउँदैछ अलिकति भोइसहरू पनि अलिक चेन्ज हुँदैछ अलिक सन्चो नलस्तो भइरहेको छ अब पक्का यो हिँडिसकेपछि चाहिँ सन्चो हुनुपर्छ हाम्रो ग्रुपै जानुहुन्छ भिडियो सापहरू हामी यति एउटा ग्रुप चाहिँ यहाँ छौँ हामी चाहिँ अर्को 2टा ग्रुप चाहिँ पछाडि आउँदै हुनुहुन्छ 2टा सेक्सन चाहिँ हाम्रो 22 सेक्सन हाम्रो 22 सेक्सन ग्रुप 1 ग्रुप 2 ग्रुप 3 गर्दै हामी चाहिँ आएको थियौँ हाम्रो 1 सेक्सन चाहिँ सबैभन्दा अगाडि छ होइन निकै पछाडि छ अर्को सेक्सन चाहिँ भेट्न गाह्रै छ यस्तो छ भने हाम्रो सेक्सनको एउटा पाइलाहरू यति लामो हाल्दै हुनुहुन्छ 1 सेक्सन कडा सेक्सन त्यसै पनि हाम्रो पिसी साहब नै यसरी लमक गरिदिनु भएको छ सक्छ त 2टा ग्रुपले सक्दैन आगो सेक्सनलाई 1 घन्टा अगाडि भेटेला पुगेला छ नि सर नसक्दो रहेछ साहब 1 सेक्सनलाई सक्दैन रहेछ अरू सेक्सनले almost 39 minutes यो बाटो नि अनि हाम्रो छिटो आयो त हौ यहाँ त यो हो नि त हाम्रो सेक्सन यो हो हाम्रो ग्रुप यस्तो चड्कै सक्दैन नि फेरि फाइनली जङ्गलबाट बाहिर निस्किसक्यो
रमाइलो भइरहेको छ निकै स्वेट आउट भएको छ अब हामी चाहिँ अलमोस्ट 44 मिनट्स हुँदैछ ओके झन्डै 1 घन्टा पछिको भेट ग्रुप 2 सँग हाम्रो कस्तो रह्यो तपाईहरुको चाहिँ कस्तो चाहिँ गान्स पेस एकदम ठीक छ हाम्रो ओहो बुझे ठीक छ हैन साब कस्तो रह्यो त ग्रुप 2 को एकदम फन्टास्टिक हुँदैछ आफ्टर 1 आवर हामी चाहिँ यसरी ग्रुप 1 र ग्रुप 2 भेट भएको छौं स्टिल एउटा ग्रुप चाहिँ पछाडि आउँदै हुन्छ हामी चाहिँ पुरा वेट गरिरहेको छौं है अर्को सेक्सनलाई पनि 1 सेक्सन अभियसली अगाडि जाइसकेको थियो अनि झन्डै 10 मिनेट पुगेपछि मात्रै ग्रुप 2 आइपुग्यो भनेको झन्डै 1 घन्टा भइसकेको छ अब ग्रुप 3 आउँदैछ हामी चाहिँ ग्रुप 3 लाई वेट गर्दै छौं ओके फाइनली फेरि ग्रुप 3 पनि आइसकेको छ यार यो च्याट पाराले अच्छा त्यही भएर ल गुरुजी कस्तो भयो अनि ग्रुप 3 को यात्रा ओके यसै गुरुजी ल के कस्तो रहेछ एकदम मिल्दैछ मिल्दैछ ल फाइनली हामी तीनटै सेक्सन हामी भेट भइसकेको छ अब यहाँ चाहिँ हाम्रो वाटर ब्रेक प्लस हाम्रो यहाँ टोयलेटको यताउता कार्यक्रम हुन्छ होइन त्यसपछि हामी फेरि यात्रा सुरु हुन्छ है हाम्रो आदि पनि भएको छैन है ओके फाइनली गाइज हामी सानो क्विक ब्रेक वाटर ब्रेक अनि हाम्रो चाहिँ अलिकति टोयलेट गर्ने ब्रेकहरू चाहिँ मानेर फेरि हामी कन्टिन्यू हिँड्दैछौँ अलमोस्ट हाम्रो डेस्टिनेसन हाफ चाहिँ भएको चाहिँ छैन होइन अलमोस्ट हुन चाहिँ लागेको छ टाइमिङ भन्नुहुन्छ भने तपाईँहरूको 1 घन्टा 4 मिनट भइसक्यो हिँड्दैछौँ हाम्रो त्यो दुईवटा ग्रुप चाहिँ हामीलाई अलिकति पछाडि आएको थियो हामी चाहिँ अलिक अगाडि आएर धेरै नै रेस्ट भइसकेको थियो त्यसले गर्दा हामी चाहिँ हिँडिसकेका छौँ दुईवटा ग्रुप चाहिँ पछाडि जोस् पानी पोइन्टमा चाहिँ वाटर ब्रेक गर्दै हुनुहुन्छ हामी चाहिँ हिँड्दैछौँ अलमोस्ट आदि भयो चाहिँ आदि भयो मैले त्यो काँक्राको भिडियो गरेको ठाउँ गएँ नि ठ्याक्कै त्यो टावर हुँदा तपाईँले बनाएको ए हजुर किन भनेको के हो यसो एड्रेस गर्नु मिल्छ नेटहरू होइन यहाँ त एकैचोटि 3-4 जना हिँड्दा त हल्लिँदो रहेछ त हामी चाहिँ 4 बाट 2 बाट प्लस अलमोस्ट लाइभ सो टाइम चाहिँ 1 hour 27 minutes हाम्रो ग्रुप स्टिल लिड गर्दैछ हाम्रो ग्रुपले हामी अगाडि नै छौँ होइन यो चाहिँ कस्तो लाग्दैछ नि अरूले थकित कतिको थकेर आइरहेछ थकेर आएको छ रमाइलो पनि भइरहेको छ होइन अब त जस रमाइलो हुन्छ ज्याक म्याक्रेजी होइन रिजर्भर हेर्दै रमाइलो हुन्छ यहाँ माथि चाहिँ पुरा गल्फ खेल्ने आउँछ माथि ओके ल आउनुहोस् गुरुजी ल यता 2 जना नम्बरी फेरि मिठो गफ चल्दैछ फेरि 2 जना नम्बरीको चाहिँ स्टिल हाम्रै ग्रुप हाम्रै सेक्सन लिड गरिरहेको छौँ है सोफा यता चाहिँ यस्तो छ रिजर्भर
पानी पनि खानुपर्ने हुन्छ होइन किनभने एकदमै सोयाहरू भइरहेको छ एकदमै पैसाहरू भइरहेको छ म्याक्स खानुपर्ने हुन्छ सो मैले त्यसै अलमोस्ट 2 लिटर पानी चाहिँ मैले ब्याकप्याकमा राखेको छु सो टाइममा खानुपर्ने हुन्छ ओके अब चाहिँ अलिअलि थकाइ लाग्दैछ अलिकति वेटले पनि साह्रो मन लागिरहेको छ टाइम फेरि 1 hour and 21 minutes भइसकेको छ हेलो मङ्की ओइ हुन्छ के हो यस्तो छ साथी भाइहरू यतातिर चाहिँ बलको हुन्छ नि त आउनको दिनदेखि चाहिँ हाम्रो पुरा यो काँधहरू चाहिँ एकदमै दुख्न लागिरहेछ टाइम पनि अलिक भयो हिँडेको झन्डै 1 hour 40 minutes प्लस भइसक्यो अनि वेटले पनि मैले अझै खाँदैछ तर फिगर छैन थामिन्छ गोर्खाली थाम्नुपर्छ अलि उकालो अनि अलि अप्ठ्यारो छ बाटो झन्डै हुँदै हाम्रो चाहिँ अब सकिन लागिसकेको छ होइन बुझेर रातिको थकै लाग्यो क्या हो जोस् अनि अब फिनिसिङ हान्दैछ अब हामी चाहिँ अलमोस्ट सकिन लागिसक्यो टाइम 2 hour 5 minutes प्लस भइसकेको छ अब चाहिँ धेरै छैन अब सकिन अलमोस्ट सक्यो भन्दा पनि हुन्छ हाम्रो ग्रुपको चारजना चाहिँ यस्तो हामी सर यस्तो छ यताको माहौल चाहिँ निकै रमाइलो छ फुलहरू फुलिरहेको छन् मजाको देखिरहेको छ अब हाम्रो डे 2 नेक्स्ट वाकिङ हाम्रो हाइकिङ चाहिँ कुन ठाउँमा छ रे गुरुजीहरू बुकितीमा सो हाम्रो नेक्स्ट डे 2 अर्को हाम्रो हाइकिङ चाहिँ हाम्रो नेक्स्ट चाहिँ अब भोलि पर्सिको दिन चाहिँ हाम्रो बुकितीमा छ त्यसको पनि म भ्लग बनाउने छु अब हाम्रो जानु पर्ने छ च्याट्ट लगाएर यस्तो छ है माहौल यताको माहौल यस्तो छ रमाइलो लाग्यो रमाइलो भइरहेको छ ओके सो हाम्रो फाइनल्ली आजको वाकिङ आजको हाम्रो हाइकिङ जे भने पनि होइन यहाँ आएर अन्त छ सकिसकेको छ अलमोस्ट 2 hour 11 minutes हुँदैछ कति किलोमिटर भएको चाहिँ देखाउनुहोस् त देखाएन ओके 10 किलोमिटर मोटामोटी 11 किलोमिटर अलमोस्ट 11 किलोमिटर हामी चाहिँ आज वाकिङ गऱ्यौँ विथ अलमोस्ट झन्डै 25 kg आज हाम्रो यति नै छ आजको लागि चाहिँ हाम्रो डे 1 यहाँ अन्त छ है त अब सियु अर्को भ्लगमा डे 2 को वाकिङमा चाहिँ भेट्नुपर्छ हाम्रो उता 2टा ग्रुप आउँदैछ त्यो 2टा ग्रुप आएको पनि देखाउँछु म यहाँ चाहिँ यस्तो छ है यहाँ चाहिँ यो एक राउन्ड हामीले चाहिँ यहाँबाट स्टार्टिङ गरेको थियौँ यहाँबाट स्ट्रेचिङ गरेर हामी चाहिँ स्टार्टिङ गरेको यो जस्ट यो म्याक्रेजीको वरिपरिबाट यसरी आएको भन्दा यो चाहिँ अलमोस्ट 11 किलोमिटर छ यहाँ चाहिँ कुन सेक्सन हजुर 2 सेक्सन ओके 2 सेक्सन पनि आइसकेको छ ल वेलकम 2 सेक्सन
ग्रुप 2 के हो ठिक छ है जोस चाहिँ छ है ल है ठिक छ ल आमाम यो कस्तो भयो एक्सिडेन्ट ओके ल त दुईजना म पुरा फ्रेस देखिन्छ त फेरि एक राउन्ड जाने हो क्या हो म्याक्रेजी पक्का एकदमै फ्रेस कन्डिसनमा दुईजना लोर्के बुझेर त ए के हो सिरिज सँगै लाग्यो के गरे फेरि पनि सक्छ ओके एटलिस्ट यतिकै चाहिँ हुनुभयो ल आउनुहोस् गुरुजी आउनुहोस् सक्यो यहाँ गुरुजी कस्तो भयो एक्सिडेन्ट या ल फाइनल्ली 3 सेक्सन पनि आइसक्नु भयो कस्तो भयो 2 घण्टा 5 मिनेट ओके यो ग्रुपको चाहिँ ल टाइमिङ हामी चाहिँ त भाइ त हाम्रो ब्याकप्याकहरू चाहिँ ट्याट्टै त राखेको छौँ फाइनली अब चाहिँ 3टै सेक्सन अब हामी पहिला गइसकेको छौँ यहाँ चाहिँ कस्तो भयो काँध निकै खायो क्या हो हल्का राम्रै मसाज भएर ठिक छ आउनुहोस् ल कस्तो भयो त बुझे बुझे हजुर सबै मान्छे ल्याइपुऱ्याए ठिक छ मेडिकले सब मान्छे ल्याइपुऱ्याए ल च्याट्ट फाइनली हाम्रो 3टै सेक्सन चाहिँ फाइनली कम्प्लिट भयो र त्यहाँ हामी चाहिँ अब चाहिँ यहाँ कुलडाउन हुन्छ हाम्रो ब्याकप्याकहरू चाहिँ पुरा रेडी छ होइन च्याट्ट ल्याएर हामी चाहिँ यहाँ राखेको छौँ जुत्ता चाहिँ अहिले नै सिजनिङ गऱ्यो नि पछि उहाँ चाहिँ सजिलो हुन्छ क्या है यो जुत्ता ठिक छ साह्रै एकदम राम्रो 99 कस्तो भयो आज सधैँ यसो दिनुहोस् न हाइलाइटमा च्याट्ट आजको बारेमा आजको विषय कस्तो भएछ बुढो भए पनि केटाहरूलाई दियोस् छोडिएको छैन अन्तिमसम्म चाहिँ मेरो हुन्छ राम्रै हुन्छ होला ओके हस् फाइनल्ली हामी गाइजहरू हाम्रो हाइकिङ सकिएको अवस्था हाम्रो गाडीहरू आउँदैछ यता म र मेरो पार्टनर गुरुजी हुनुहुन्छ मेरो पछाडि हामी चाहिँ अब लाग्दैछौँ अब हाम्रो ब्रेक पनि हुन्छ होइन भर्खरै हाम्रो स्ट्रेचिङ बनाएको कुलडाउन सकिएको छ हाम्रो यो पार्टनरसिप चाहिँ जुलाई 27 चाहिँ हामी दुईजना चाहिँ एकदमै पार्टनर घनिष्ठ मित्र हुनेछौँ हाम्रो दौरानमा हाम्रो यात्राको दौरानमा हामी घनिष्ठ मित्र हुनेछौँ जस रमाइलो भयो अलिअलि मकसद आयो होइन चाहिँ अलिअलि मकसद चाहिँ आयो झन्डै 25 केजी नै थियो ब्याकप्याकमा जस अलिअलि मकसद आयो नेक्स्टमा 30 केजी हुँदैछ नेक्स्ट डे टु बुकिचिमा हिल भ्लग आउने नै छ हाम्रो किप वाचिङ होइन के भन्नु छ एक शब्दहरू भनिदिनुहोस् ओके लास्टमा फ्रुट पावर पनि हुनु पर्यो यता हाम्रो गाम्स गुरुजीले वाटरमेलन काट्दै हुनुहुन्छ यता गुरुजीहरूले गोदाले जस्तो गरे पनि खाना चाहिँ फेरि राजाले जस्तै खानुपर्छ है कस्तो मिठो छ गुरुजी एकदम गुलियो है ओके पुरा अब फाइन हामी चाहिँ अब सकिसक्यो फ्रुट्स ब्रेक हुँदैछ अब हाम्रो चाहिँ यहाँ च्याट्ट फ्रुट्स सकेपछि हाम्रो गाडी पनि आउँदैछ त्यसपछि हामी जान्छौँ